नहीं चाहिए? ओए कहाँ गएको रे? बाटो हिँडेको होइन, बाटो हराएर कता कता पुगेर गाँजा त खतरा रोपिरहेछ त यता। नमस्ते सबैजनालाई, स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ हजुरहरूकै मौसमी चिमलिङ लिम्बू अनि आज चाहिँ म हजुरहरू आएँ भाउजू हजुरसँग फेरि पनि न्यू भिडियो लिएर आइसकेको छु। सो आज चाहिँ हामी तल मैले पहिले नै एउटा भिडियो बनाएको थिएँ मन्दिरको, अनि त्यसपछि त्यही मन्दिरको भिडियो आज चाहिँ म त्यही मन्दिर जाँदैछु भाउजूले जम भनेर। खास चाहिँ हाम्रो चैत 24 गते मात्र छ त्यसको उयो चाहिँ, त्यो चैत 24 गते मात्र छ नि त हाम्रो त्यो उयो त मन्दिर पूजा हुने त्यो दिन जहिले वर्षमा एकचोटि हुन्छ। अनि पहिला हामी जाँदा चाहिँ कति हामी पछाडि गएको हो, अगाडि वैशाख 4 गते पनि गएको थिएँ जानु चाहिँ, त्यति बेला चाहिँ भ्लग बनाएको थिइनँ। आज चाहिँ हामी पछाडि होइन अगाडि जाँदैछौँ बजार। मन्दिर पूजा चाहिँ चैत 24 गते मात्र लाग्दैछ। आज चाहिँ हाम्रो यहाँ 5 गते हो। अनि भाउजूले चाहिँ दाजुहरूको अनि नानीको परेवा उडाइदिनु हुने रे, अनि त्यही भएर परेवा उडाइदिनु भनेर चाहिँ हामी यहाँनिर जाँदैछौँ। हामी चाहिँ मन्दिरमा परेवाको बुझ्नु सक्नुहुनेछ, मैले चाहिँ बोकिरहेको छु। भाउजूले नानी चाहिँ पछाडि हिँड्दै हुनुहुन्छ, म चाहिँ हिँड्दै हुनुहुन्छ भाउजू र नानी। त्यहाँ अझ फुलमा चिताएर बोक्नु भएको छ, मैले प्लास्टिकमा थोरै बोकेको छु फाल्टै उयो गरेर, त्यो झोलामा पनि बोक्नु भएको छ। अनि यहाँ चाहिँ परेवा 4वटा छ परेवा जम्मै। यिनीहरू त कुचुक चारो लगाइदिनु भयो हिजो परेवालाई, खुवाउने बानी होला उसको आमाले। लाउदाङ कहाँ गएको हो? यहाँ हेर्नु त, यहाँ हेर्नु। ओइ कहाँ गएको रे? मन्दिर गएको म भन्नु। हामी चाहिँ भर्खर बरको बोट आउँदैछौँ। बरको बोट नागेर के नाग्नुपर्छ उस्तै हाम्रो ढुङ्गा त भन्नु मिल्दैन, यता हातको ढुङ्गा कति राम्रो त्यो खै त्यो अब बनिएर हिँड्नु त जो कोहीलाई पनि राम्रो देखिन्छ नि त। त्यो साडी उयोहरूले कति सुहाएको हो क्या। अहिले त झन् पनि प्रोग्राम केमा त इन्भाइट गरेको अन्त त्यसको घर चाहिँ कता हो खै थाहै छैन। हाम्रोतिर भरे के बाटोमा के दिन हाम्रोतिर पनि यस्तो भिड हुन्छ, भिड पाखा। हाम्रो राजा रानीमा पनि यस्तो खतरा ठाउँ छ। हाम्रो राजा रानी भन्ने ठाउँ मात्रै राम्रो नि भाउजू, त्यो सम्झिनु त। त्यो हामीले हिजोअस्ति घाँस काट्नु गएको त कटुसको तल गुराँसको बोट भएकोमा होइन र पनि गइराखेको। किरात चोक, हाम्रो किरात चोक हो यो चाहिँ। यहाँ छ बोर्ड चाहिँ किरात चोक चाहिँ चोक भनेको मात्र हो, एउटा मात्रै दोकान छ यहाँ चाहिँ साथीहरू, एउटा दोकान छ। हाम्रो दोकान चाहिँ देख्न सक्नुहुनेछ त्यहाँ, यही हो हाम्रो दोकान। हाम्रो दोकान त के भने यहाँ त कहिले पनि आइँदैन, हामी माथि राजा रानीतिरै गएको छ नि त, यता बुधतिर आइँदैन नि त। अनि यहाँ त त्यस्तो के पऱ्यो भने कामसाम पऱ्यो भने आइन्छ, नभए आइँदैन। तर हाम्रो वडा चाहिँ बुधुकै पर्छ, हामी सिफारिस लिनु के गर्नु यहाँ तल छ नि त वडा बुधुक, यतै आउनुपर्छ। दोकान यो दोकान लुखा दिन के अरे
सासुरी को चाहिँ उसको सासू उसको सासू नि के भएर जान आँट्नुभएको यहाँ तल बाटो पनि छ यो बाटो पद्मजङको बाटै निस्किन्छ होला कुन त यता तर अलिक अप्ठ्यारो छ बाटो यहाँ त ल रोटै रोड जाउँ न त ढुक्कै के भिड पखेर चरी हिँड्नु पहिला मैले यहाँ भ्लग बनाउँदा कान्छी मसिसलाई भजी जाँदा क्या त्यस्तो कता कता डुलेको क्या अन्त सर्टकट बाटो खोज्ने पल्टेर त कहाँ गएको कान्छा जेठा ट्युसन कति कतिमा पढ्छौ को कान्छा को जेठा हो यता कान्छा यता जेठा माथि पहिला सानोमा छ्यामाले लिएर आउनुहुन्थ्यो कान्छीले जहिले म तिम्रो मम्मी मम्मी भन्थ्यो नि सुरुमा त त्यो साँच्चै खानेछ मम्मी भन्दै बोलाउँथ्यो मम्मी पर्छ भनेर पछाडि छ्यामा अनि कान्छीले जिस्काएर हाम्रोमा आउनै पनि मान्दैन थियो त कति बोलेको हौ यति साह्रो बोलेको बोलेकै छ कि के भन्छ के चाहिँ पनि गर्दैन यहाँ हेर्ने दादा हाई गरिदिनु हाँस्दिनु त यतापट्टि फर्केर हौ यता फर्केर अस्ति भिडियो बनाउँदा हाँस्दिनु त भनेर हाँसेको अरे हामी चाहिँ रोडदेखि बाटोतर्फ बाटोदेखि फेरि रोड आउँछ अनि रोडदेखि हामी रोड गएर मन्दिरसम्म नै रोड हामी रोडबाट मेरो पहिलाको भ्लगमा चाहिँ हामी बाटो हिँडेको छ हेर्न सक्नुहुनेछ कस्तो बिजोग गरी पुगेको छौँ हामी आज चाहिँ त्यो भ्लग हेर्नु नि आजको भ्लग हेर्नु पहिलाको हामी बाटो गएको कस्तो बाटो त हामी घरको अलिक तल रोडदेखि नै हामी बाटोतिर लाग्थ्यौँ नि त नि अहिले चाहिँ हामी यता लागेको छौँ रोडै अनि यो चाहिँ बाटो जहाँनिर छ अनि अब उता बाटो फेरि अलिक पर उयाँदेखि बाटो रोड आउँछ फेरि अर्को रोड तपाईँलाई म त्यही रोड पनि देखाउँछु राम्रो छ मन्दिर जाने बाटो अटो मुदी जाँदा पनि हुन्छ रोडबाट पुगिन्छ तर हामी चाहिँ हिँडेर जाने अरे धुलो उड्यो बारी जाने बाटो होला रोड त झर्दैन यो पनि बाटो छ कहाँ हुनुहुन्छ के रिलेसन हो भाउजू ए हो र हामी चाहिँ माथिदेखि रोड झरेर हिँडिसक्यौँ तपाईँ चाहिँ हाँसिदिनुपर्छ अनि सुन्तला बारी हाम्रो सल्लाहको बोट कत्रो ठुलो गर्नु होला म बोक्नु नानी किन बोकेर पनि मनाइहाल्छु नि भ्लगमा यिनीहरू चाहिँ किन एक ठाउँ हुनुपर्ने यसरी छराउनु मर्नुलाई आफ्नै तरिकाले हुनुपर्छ अरे हात फुटेर हावा पनि कस्तो चाहिँ भएको छ त नि म त आज अघि बिहान पनि एकचोटि बिउ दिँदा त चलिरहेको थियो त भाउजू अनि गई हुँदैन रहेछ सम्झे
म त सुतेको थिइनँ नि लाइन आउँदा त अनि चार्जमा राखेर भरे 84 भएको छ सपनालाई गोल्डन कलरको ल्याइदिए भनेको थिएन हानेर भातीका साम्पु ल्याइदिएको छ त्यो यस्तो बनाउने रहेछ हामी चाहिँ आइपुग्यौँ हिँडेर हामी हिजो मेट्री कक्षामा त खादरले सिद्धदेवी प्रवेशद्वार तर मैले चाहिँ उता हामी अब यो बाटो हिँडेर बाख्रा कराउँछ त बाख्रा ल्याएर आइपुग्यो यहाँनिर मन्दिर छ सो तरै यो सफा गरेको छैन अब यहाँनिर मन्दिर अब चैत 24 गते चाहिँ सफा गर्छ 24 गते होइन नि त्योभन्दा अगाडि चाहिँ सफा गर्छ होला अनि त्यो चैत 24 गते हाम्रो यहाँनिर ठुलो बजारै लाग्छ नि त कता कन्टेन्सन गर्छ कति धेरै यो कति भिड हुन्छ त मान्छेहरू अघि आउनु भएको रहेछ अनि चाहिँ हामीले यहाँनिर भिडियो फोटो खिच्ने ठाउँ यो है यहाँ चाहिँ राम्रो आएको छ त तेर्सो ठाउँ चाहिँ एक ठाउँ भएर बस्छ हौ यहाँ यस्तरी बस्नु अस्तिको दिनदेखि यहाँ तल मात्रै सफा गर्दै हिँड्नु जाँदैछ खास त यो जहिले सफा गरिराख्नु पर्ने हो नि आज राति झन् कस्तो साह्रो अहिले छैन खै यहाँ गयो भित्र लाग्नु
खै दुई दिन जस्तै गरी नै लानु अब आउनु त आँट्यो पहिला पूजा गरेर ओरेर मात्रै एकछिन परेवा चढाउनु एकछिन धेरै चढाउँदा हुन्छ त किन पर्ने रामनवमी आउने बेलामा अगाडि नै परेवा उडाएको परेवा उता तारानन्दकोमा 2 जोड छ उही बेलुका पक्रिँदा मात्रै हो हुर्कै गर्छ त्यहाँ मलाई अस्ति कान्छीले दाजु खानेमा पक्रेर लानु भनेर भन्दै थियो खाँदैन त कान्छीले मासु मासु केही खाँदैन यो काकाले त्यसैले गर्दा परेवा खाँदैन त्यो ड्राइभर गरेर बनाइ खाऊ भन्दा सुन्दैन अरे ठुलो किन लो
हामी चाहिँ पूजा गरिसकेर बाहिर निस्किसकेको अनि यहाँनिर अरूजनाहरू पनि हुनुहुन्छ पूजा गर्ने अनि यहाँबाट माथि निस्केर माथि पनि घर हामी घर जाने बाटो आउँछौँ यताबाट पनि जहाँबाट पनि हामी चाहिँ गर्दैछौँ अनि हामी चाहिँ पूजा गरिसकेर अब घर फर्किन आँटेको हामीले राम्रो फोटो खिच्नै पाएन एउटा डनले हामीलाई फोटो खिच्नै दिएन राम्रो त्यहाँ दुईजना छ जाऊँ यहाँ बाहिर त पूजै गरौँ न त बाहिर पनि पूजा गर्नुपर्ने यो भगवानमा कसले चढाएको चक्लेट हो उयो डनले नखाइ छोडेन टिपेर यो खोल चाहिँ यहाँ घर लानु होला यो केटाकेटीहरूले साथीहरू हामी चाहिँ पूजा गरिसकेर घरतिर लाग्दैछौँ अनि भतिर नानी चाहिँ अगाडि गइसक्नु भएको छ म चाहिँ यहाँ झोला बोकेर जाँदैछु अब उकालोबाट हिँड्ने यति अल्छी लाग्दो हुन्छ नि मलाई मात्रै थाहा छ भतिर नानी चाहिँ कता जाँदै हिँड्छ हामी चाहिँ पूजा गरिसकेर जाँदैछौँ घरतर्फ उकालोमा चढ्दै हिँड्छ आमा छोरा चप्पल जुत्ता बजाउँदैछ एउटाले जानी पछाडि आउनु म बग्छु तपाईँ पनि आइए हुन्छ घरमा बोकिरहेछ ऊ आइए हुन्छ त नानी बोकेर म खानी हिँड्दा त यहाँ घुरै बलिहाल्छ खाटालेदेखि माथि भएको उयसको खाटाले दाजुको बारी रहेछ अरे त्यो होइन मम खाने लाउताङ के खाने रे चरा ओइ यस्तो छ मान्छेहरू जमाउनु छिटो माथि मोमो फ्रुटी खानुपर्ने घर गएर खाइसकिसक्यो होला बहिनीले नै खाना अरे छिटो न आउनु छिटो बहिनीले खाइसक्यो जब मोमो फ्रुटी खानुपर्छ ल घर गएर आउनु छिटो हिँड्नु नहीं चाहिए किन चाहिँ रिसाउनु पर्ने आउँछ मेरो छोरो आउँछ मेरो नानी त नखेल्नु छै जाउँ कहिले पनि
हामी त गएको है बाई छिटो चाउमिन खानु जाऊँ तुम्बाकोमा हामी मात्र जाउँ फ्रुटी पनि खाऊँ अनि हापा पनि खाऊँ ओइ अब यसलाई त हिँड्छ कि हिँड्दैन हिँड्छ कि हिँड्दैन छिटो हिँड जानुपर्छ घरमा माथि बहिनी एक्लै छ बहिनी बोजूले हिर्काउँदैछ छिटो हिँड उँभो कुटुम भन्दैछ आउँछ लु आउनु म बोक्छु आउनु ढाडमा आउनु लाउँदा बोक्छु नि त म आउनु आउनु छिटो आउनु आउनु बोक्छु ढाडमा बुता आउनु ल ठिक दिन्छु अनि ड्याम्मै दिउँ फाइनल्ली साथीहरू म चाहिँ घर आइसकेँ घर आएको त अघि नै भइसक्यो 9 ठ्याक्कै 9 बजे घर आइपुगेको थियौँ कति हामी 7 बजी हिँडेको ठ्याक्कै 9 बजे घर आइपुगेको थियौँ 2 घन्टा लाग्दो रहेछ हामीलाई होरदोर गर्न चाहिँ हिँडेर अनि मैले चाहिँ अघि उकालो आउँदाखेरिको चाहिँ मैले भिडियो बनाएन नि त अनि हाम्रो 15 केजीको भारी थियो नानी बोक्नुपर्ने अनि पालिबाट नानी बोक्दै आएको अनि त्यही भएर पनि अब त्यो भारी भएर गर्मी भएर त्यही भएर मैले भिडियो बनाएन नि आएर यहाँ इन्डिङ भिडियो एडिङ गरौँला सोचेको थिएँ नि फेरि अल्छी लाग्यो क्या त्यो गर्नु पनि अनि कस्तो भोक लागिरहेको थियो केही नखाई 9 बजीसम्म मुखमा पानी पनि हालेको थिएनौँ अनि त्यही भएर खाना भन्दा पनि चटपटेर डियो खायौँ अनि त्यसपछि खाना खायौँ अनि घरको कामहरू गऱ्यौँ अनि त्यसपछि अहिले चाहिँ यहाँ 11 साढे 11 भइसकेको छ अनि म चाहिँ यहाँ हावा खाँदै बाहिर बसिरहेको छु घर बाहिर अनि म चाहिँ अब भिडियोलाई यहीँ एन्ड गर्न चाहन्छु अनि मेरो फुल भिडियो हेरिदिनु हुने सबैजनालाई धेरै धेरै धन्यवाद अनि भिडियोलाई लाइक कमेन्ट सेयर च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला अन्त अर्को भिडियोमा भेटौँ सबैजनालाई बाई बाई